आजको बिहानीको सुरुवात चाहिँ यस्तो राम्रो र खुल्ला मौसमको दृश्यबाट भएको छ हाम्रो। आज हामी बिहानै उठेर मर्निङ वाकको लागि निस्किने हुँदाखेरि यस्तो रमाइलो र रोमाञ्चक दृश्य अवलोकन गर्न पाएको छु। मौसम खुलेको कारणले वरिपरिका पहाडहरू हरिया र छर्लङ्ग देखिने भएको छ र वरिपरि हेर्न सक्नुहुन्छ तपाईहरु यो पहाडी दृश्यहरू कति रमाइला र रोमाञ्चक देखिरहेको छ। यो हेर्न सक्दै हुनुहुन्छ तपाईहरु हरिया पहाड, चिया बगान, कति राम्रो र रोमाञ्चक दृश्यहरू छ यहाँ। आज चाहिँ हामी बिहानै उठेर मेङमालुङ धार्मिक तथा पर्यटकीय क्षेत्रतर्फ लागिराखेको छौँ र तपाईहरु हेर्न सक्नुहुन्छ यहाँनिर हामी हिँडिरहेको छौँ वरिपरिको दृश्य अवलोकन गराउँदै तपाईहरुलाई र आफू पनि अवलोकन गर्दै। माङचेबुङ गाउँपालिका वडा नम्बर 6 मा रहेको यो मेङमालुङ पर्यटक तथा धार्मिक क्षेत्र निकै नै रमाइलो रहेको छ। यहाँ हाइकिङ पनि गर्न सकिन्छ र तपाईहरु यदि झापा लगायतका तराई क्षेत्रमा हुनुहुन्छ भने यहाँनिर आएर यो रमाइलो र रोमाञ्चक दृश्य अवलोकन गर्न घुम्न रमाउन सक्नुहुनेछ। यहाँ हेर्न सक्नुहुन्छ यो चाहिँ ढुङ्गा ठुलो रहेको छ। यो तपाईले हेर्दै गर्नुभएको भर्याङ छ नि, यो भर्याङको माथि चाहिँ सरस्वती माताको एउटा सानो मूर्ति राखेको छ र म चाहिँ अहिले तपाईहरुलाई त्यही हेराउनलाई माथि चढिरहेको छु। उताबाट हाम्रो सर चढ्दै हुनुहुन्छ र यताबाट म चढिरहेको छु। हेर्न सक्नुहुन्छ तपाईहरु यहाँनिर सरस्वती माता विराजमान हुनुभएको छ। मैले घन्टी बजाउँदै छु यसरी भगवानलाई प्रणाम गर्दै छु र यसपछि हामी तपाईलाई माथि फागुनन्दको मूर्ति अनि पाथिभारा माताको मूर्ति र त्यसै गरी कान्छी औँलाले हल्लाउन सकिने ढुङ्गाको पनि अवलोकन गराउने छु। यहाँ चाहिँ घर रहेको छ र यो घरमा चाहिँ म यहाँको मान्छेलाई बोलाउन आएको छु र यहाँको मान्छेसँग चाबी रहेको छ। त माथि कान्छी औँलाले हल्लाउन सकिने ढुङ्गा भएको ठाउँमा चाहिँ चाबी लगाएर सुरक्षित राखिएको छ र त्यसलाई चाहिँ खोल्नको लागि उहाँलाई म बोलाउन आएको छु। र यो तपाईँ हेर्न सक्नुहुन्छ यो मन्दिर जस्तै के हो र हामी चाहिँ जाँदैछौँ त्यो कान्छी औँलाले हल्लाउन सकिने ढुङ्गा भएको ठाउँनेरि। यदि तपाईँ पनि माङचेबुङ गाउँपालिका वडा नम्बर 6 ठाउँमा रहेको यो रमाइलो रोमाञ्चक र धार्मिक पर्यटकीय क्षेत्र आउनुभएको छैन भने प्लिज एकपल्ट तपाईहरु भ्रमण गर्न सक्नुहुन्छ। यहाँ आएपछि मनको शान्ति, हरियो जङ्गल, वातावरणहरूको राम्रोसँग अवलोकन। यो हेर्दै गरेको माथिको ढुङ्गा नै हो जुन कान्छी औँलाले सजिलैसँग हल्लाउन सकिन्छ। त्यसको लागि चाहिँ हामी यहाँनिर जुत्ता चप्पल खोलेर प्रवेश गर्दैछौँ। वरिपरि हेर्न सक्नुहुन्छ यो कत्रो ठुलो ढुङ्गाको माथि पनि त्यो एउटा ठुलो ढुङ्गा रहेको छ जसलाई चाहिँ कान्छी औँलाको सहायताले पनि सजिलै हल्लाउन सकिन्छ। फाइनली आज हामी चाहिँ 1 घण्टाको हिँडाइपछि यो ठाउँमा आइपुगेको छौँ र यो ठाउँको वरिपरिको दृश्य पनि तपाईहरुलाई अवलोकन गराउँदैछौँ। हेर्न सक्नुहुन्छ कति राम्रो, कति रमाइलो र कति सुन्दर दृश्य। फाइनली हामी चाहिँ ढुङ्गालाई ढोक्दै माथि चढिराखेको छौँ। यो चिप्लो लेउ रहेको छ। यो लेउमा चाहिँ राम्ररी हिँड्नुपर्छ नभए लड्न पनि सकिन्छ। यहाँ तपाईहरु अब सजिलैसँग हेर्न सक्नुहुन्छ यो ठुलो ढुङ्गालाई चाहिँ कान्छी औँलाले नै सजिलैसँग हल्लाउन सकिन्छ। उहाँ सरले हल्लाउँदै हुनुहुन्छ हेर्न सक्नुहुन्छ। यो चाहिँ हेर्न सक्नुहुन्छ तपाईहरु कान्छी औँलाले हल्लिने यो अचम्म प्रकारको ढुङ्गा यहाँ तपाईहरु प्रत्यक्ष रूपमा हेर्न सक्नुहुन्छ। सरले हल्लाउँदै हुनुहुन्छ र यो हल्ली पनि रहेको छ। यति हल्लुकै हल्लिदा नि लड सर त्यो कान्छी औँलाले हल्लाको यहाँ तपाईहरु हेर्न सक्नुहुन्छ यो चाहिँ अचम्मको ढुङ्गा रहेको छ र यो ढुङ्गा चाहिँ एउटा कान्छी औँलाको सहायताले पुरै ढुङ्गा हल्लिन्छ। यो ढुङ्गा हल्लेको तपाईहरु प्रत्यक्ष रूपमा यहाँ हेर्न सक्नुहुन्छ। हाम्रो सरले चाहिँ यो ढुङ्गा हल्लाउँदै हुनुहुन्छ। यत्रो ढुङ्गा तर मैले पनि यो ढुङ्गालाई हल्लाइराखेको छु। तपाईहरु हेर्न सक्नुहुन्छ यो ढुङ्गा हल्लिराखेको तपाईहरु देख्न पनि सक्नुहुन्छ होला। यो ढुङ्गा हल्लाउन सकिन्छ। यो ढुङ्गा कस्तो अनौठो तरिकाले त्यहाँ बसेको छ जसलाई चाहिँ सजिलैसँग कान्छी औँलाले पनि हल्लाउन सकिन्छ। हेर्नुहोस् तपाईहरु यहाँ उहाँले चाहिँ चाबी ल्याइदिनु भएको। उहाँ नै यहाँको रेखदेख गर्ने सरसफाइ गर्ने जिम्मेवारी वहन गर्नुभएको छ। अब चाहिँ म तपाईहरुलाई गुफा हेराउनेवाला छु। यो पर्यटकीय धार्मिक क्षेत्र नजिकै गुफा पनि रहेको छ। यो गुफामा तपाईहरु हेर्न सक्नुहुन्छ। यहाँ
भित्रबाट छिर्ने बाटो रहेको छ र यो चाहिँ गुफा हेर्न सक्नुहुन्छ तपाईँहरू यहाँनिर भया यस्तो हुनसक्छ यो अलिकति भयावह छ राम्रो छ दृश्य यहाँ तपाईँहरू हेर्न सक्नुहुन्छ यहाँ तपाईँहरू हेर्न सक्नुहुन्छ माथि माता पाथिभाराको पनि मूर्ति रहेको छ। यहाँ माता पाथिभाराको दर्शन पनि गर्न पाइन्छ। यहाँभन्दा अगाडि अलिक मास्तिर चाहिँ हाम्रो त्यो कान्छी औँलाले ढुङ्गा लाउने छ। यहाँ बाटोमा धार्मिक स्थलहरू हेर्न सक्नुहुन्छ। उहाँ चाहिँ यहाँको रेखदेख गर्ने पूजा गर्ने सेविका जस्तै भनौँ न एक प्रकारको हुन्छ यहाँ हेर्न